तपाईले एउटा कुरा नोटिस गर्नुभएको छ, पहिला चाहिँ केही आएन भने सिधा गुगल खोलिन्थ्यो, तर अहिले धेरै जसो टाइममा सिधा च्याटजिपिटी। तपाईलाई इमेल लेख्नु पर्यो च्याटजिपिटी, कोड अड्कियो च्याटजिपिटी, नयाँ टपिक बुझ्नु पर्यो च्याटजिपिटी, एगेन च्याटजिपिटी। अनेस्टली कहिलेकाहीँ त यस्तो लाग्छ कि यार यो त अलमोस्ट सबै कुरा गर्न सक्छ, तर एउटा क्वेसन अझै बाँकी छ, यो काम चाहिँ कसरी गर्छ? मैले पनि सुरुमा यही सोच्थेँ, आखिर एउटा एआईले इमेल पनि लेख्ने, प्रोग्रामिङ पनि गर्ने, म्याथ पनि सल्भ गर्ने, स्टोरी पनि लेख्ने, यो पोसिबल कसरी भयो? गुगलले त सर्च गरेर देखाउँथ्यो, तर च्याटजिपिटी त एन्सर नै तयार गरेर दिन्छ। त्यसको सिक्रेट के हो? जब मैले खोज्न थालेँ, अलमोस्ट हरेक आर्टिकलमा एउटा शब्द रिपिट भइरहेको थियो, एलएलएम, लार्ज ल्याङ्ग्वेज मोडल। नाम सुन्दा अलिक टेक्निकल लाग्छ, तर बिलिभ मी कन्सेप्ट भने सरप्राइजली सिम्पल छ है त। एकछिन एक्सपेरिमेन्ट गरौँ है त। म एउटा सेन्टेन्स सुरु गर्छु, नेपालको राजधानी। सायद तपाईँको दिमागमा तुरुन्त आयो काठमाडौँ। इन्ट्रेस्टिङ कुरा के छ भने मैले त एन्सर नै भनेको थिइनँ, तपाईँको ब्रेनले आफै गेस गर्यो। च्याटजिपिटीको जर्नी पनि यहीँबाट सुरु हुन्छ। धेरैलाई लाग्छ च्याटजिपिटीले सबै कुरा याद गरेको हुन्छ, एक्चुअली त्यस्तो होइन। यसले ल्याङ्ग्वेजमा भएको प्याटर्न सिकेको हुन्छ, अर्को शब्द के आउन सक्छ त्यो प्रेडिक्ट गर्छ। यति सिम्पल आइडिया, तर इमेजिन गर्नुहोस् यही काम अरबौँ पटक गरियो भने त्यही सिम्पल आइडिया आज च्याटजिपिटी बनेको छ। अब क्वेसन आउँछ, यसले प्याटर्न कहाँबाट सिक्यो? इमेजिन एउटा बच्चा, ऊ ग्रामर बुक पढेर बोल्न सिक्दैन, उसले घरमा सबैको कुरा सुन्छ, प्याटर्न सिक्छ। एलएलएम पनि त्यस्तै हो, फरक यति हो बच्चाले हजारौँ सेन्टेन्स देख्छ, एलएलएमले अरबौँ। बुक्स, आर्टिकल्स, प्रोग्रामिङ कोड, रिसर्च पेपर्स, बारम्बार एउटै कुरा, अर्को शब्द के होला? त्यसैले तपाईँले इमेल माग्नु भयो भने इमेलको प्याटर्न प्रयोग गर्छ, कोड माग्नु भयो भने प्रोग्रामिङको प्याटर्न प्रयोग गर्छ, स्टोरी माग्नु भयो भने स्टोरीको प्याटर्न प्रयोग गर्छ। यसले सबैको कुरा मेमोराइज गरेको होइन, यसले प्याटर्न सिकेको हो, र यही नै एलएलएमको रियल म्याजिक हो। अबदेखि च्याटजिपिटी खोल्दा यसले एन्सर दिइरहेको मात्र नहेर्नुहोस्, इमेजिन गर्नुहोस् यसले एक एक शब्द गर्दै तपाईँका लागि सेन्टेन्स बनाइरहेको छ, र त्यो सेन्टेन्स अरबौँ एक्जाम्पल्सहरूबाट प्याटर्नमा आधारित भएको छ। अर्को भिडियोमा हामी एउटा अझ इन्ट्रेस्टिङ क्वेसनको एन्सर खोज्नेछौँ। यदि च्याटजिपिटीले केवल नेक्स्ट वर्ड प्रेडिक्ट गर्छ भने प्रोग्रामिङ जस्तो कम्प्लेक्स काम कसरी गर्न सक्छ, त्यो बुझ्न हामी ट्रान्सफर्मर आर्किटेक्चरको संसारमा पस्नेछौँ। सी यू इन द नेक्स्ट भिडियो।